किन केही मानिसहरू मात्र सफल हुन्छन्? किन धेरै मानिसहरू जीवनभर एउटै ठाउँमा अड्किएर बस्छन्? के सफलता भाग्यले आउँछ? होइन, सफलता त बानीले बन्ने कुरा हो। आज म तपाईलाई सफल मानिसहरूका 10 त्यस्ता बानीहरू सुनाउँदैछु जसलाई अपनाएपछि तपाईको जीवन पनि बदलिन सक्छ। 1. बिहान चाँडो उठ्ने बानी। सफल मानिसहरू प्राय बिहान चाँडो उठ्छन् किनकि बिहानको समय शान्त र शक्तिशाली हुन्छ। यस समयमा ध्यान केन्द्रित गर्न सजिलो हुन्छ र काम छिटो हुन्छ। जसको बिहान राम्रो हुन्छ उसको दिन पनि राम्रो हुन्छ। 2. हरेक दिन केही नयाँ सिक्ने बानी। सफल मानिसहरू कहिल्यै सिक्न छोड्दैनन्। उनीहरू पुस्तक पढ्छन्, नयाँ सिप सिक्छन् र अनुभवबाट पनि ज्ञान लिन्छन्। जति सिकिन्छ त्यति अघि बढिन्छ। 3. स्पष्ट लक्ष्य बनाउने बानी। सफल मानिसहरू बिना लक्ष्य काम गर्दैनन्। उनीहरूलाई थाहा हुन्छ म कहाँ पुग्न चाहन्छु। लक्ष्य बिना मानिस दिशा बिना गाडी जस्तै हुन्छ। 4. समयको सही प्रयोग गर्ने बानी। समय सबैको लागि बराबर हुन्छ तर त्यसको प्रयोग फरक हुन्छ। सफल मानिसहरू समय खेर फाल्दैनन्। समय खेर गयो भने जीवन पनि खेर जान्छ। 5. अनुशासन डिसिप्लिन कायम गर्ने बानी। प्रेरणा सधैँ हुँदैन तर अनुशासन सधैँ रहन्छ। मन लागोस् या नलागोस् उनीहरू आफ्नो काम पूरा गर्छन्। अनुशासन नै सफलताको मूल आधार हो। 6. सकारात्मक सोच राख्ने बानी। समस्या सबैको जीवनमा हुन्छ तर सफल मानिसहरू समस्यामा पनि अवसर देख्छन्। सोच बदलियो भने जीवन पनि बदलिन्छ। 7. असफलताबाट नडराउने बानी। असफलता अन्त्य होइन, यो त सिक्ने एउटा मौका हो। सफल मानिसहरू हार मान्दैनन्, बरु अझै बलियो भएर अगाडि बढ्छन्। एक पटक हार्दा अर्को पटक जित्ने मौका आउँछ। 8. राम्रा मानिसहरूसँग सम्बन्ध बनाउने बानी। तपाईको साथमा को छन् भन्ने कुराले तपाईको भविष्य तय गर्छ। सफल मानिसहरू सकारात्मक र मेहनती मानिसहरूसँग बस्छन्। तपाईको संगत नै तपाईको शक्ति हो। 9. स्वास्थ्यको ख्याल राख्ने बानी। स्वस्थ शरीर बिना ठूलो सफलता सम्भव हुँदैन। सफल मानिसहरू आफ्नो शरीरको ख्याल राख्छन्, व्यायाम गर्छन्, राम्रो खाना खान्छन् र पर्याप्त आराम गर्छन्। स्वस्थ शरीर छ भने सपना पनि बलियो हुन्छ। 10. कहिल्यै हार नमान्ने बानी। यो सबैभन्दा महत्त्वपूर्ण बानी हो। जति कठिनाइ आए पनि, जति समस्या आए पनि सफल मानिसहरू कहिल्यै हार मान्दैनन्। जसले हार मान्दैन उसले नै अन्ततः जित्छ। अन्त्य। सफल मानिसहरू कुनै फरक ग्रहबाट आएका होइनन्। उनीहरू पनि हामी जस्तै सामान्य मानिस हुन्। तर फरक के हो भने उनीहरूले सही बानीहरू अपनाए। अब प्रश्न तपाईको हो, के तपाईँ आफ्नो बानी बदल्न तयार हुनुहुन्छ? आजैदेखि सुरु गर्नुहोस् किनकि तपाईको भविष्य तपाईको आजको निर्णयमा निर्भर छ। नमस्कार मित्रहरू, आजको लागि यति नै। फेरि अर्को भिडियोमा तपाईहरूलाई कस्तो लाग्छ हामीलाई भन्नुहोला। नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सब्स्क्राइब गर्नु नभुल्नुहोला। फेरि भेटौँला। हस्त, धन्यवाद।